मम्मी हजुर हजुरको नाति नातिना छोरा बुहारी कतिजना छन् रे सबै गर्दा? मेरो नाति नातिना 20 वटा छन्। हजुर अब 5 भाइ छोरा 5 वटी बुहारी 10 जना। दुईटी छोरीले 11-12 जना। बुढाबुढीले 13-14 जना। त्यत्रो छौँ 36 जना छौँ। अनि कस्ता छन् त हजुरको छोरा बुहारी नाति नातिना? मेरा छोरा बुहारी नाति नातिना एकदम गतिला आजसम्म। अब म बाँचुन्जेली चाहिँ मैले राम्रो देखिरहेको छु। मेरा जस्तो सन्तान चाहिँ कसैको पनि छैन भन्ने छ मेरो मनलाई चाहिँ। है झगडा गर्छन् कि गर्दैनन्? गर्दैन नानी। आजसम्म झगडा सुनेको छैन। छोराको पनि छैन, बुहारीको पनि छैन, नाति नातिना पनि छैन। कति मिल्छन् त नाति नातिना? हजुर हजुरको नाति नातिना मिल्छन् कि मिल्दैनन्? मिल्छन्, जसले मिल्छन् मेरा नाति नातिना। आजसम्म कल गर्दै है मिलेका छन्। अनि घुम्न जाँदा नि साथी चाहिँदैन हो? घुम्न जाँदा नि बाहिरको मान्छे लाउँदै आफ्नै जम्मा भएर जान्छन्। अनि फुपूहरू? हामी फुपू भन्छौँ कि दिदी? फुपू दिदी भन्ने दुईटी छन्। अब फुपूको शब्द छैन मेरा नातिनीहरूको, नाता नातिनीको। दिदी भन्ने बुइनी भन्ने राम्रो छ। हो झगडा गरेका छैनन्? छैन, झगडा केही छैन। साह्रै मिलेको छ मेरो सन्तान। हो नि, त्यो सबै हजुर र बुबाले गर्दा हो। ल ल ल।